So let's begin the day. So म चाहिँ बिगिनिङमा जहिले पनि मायोनिजहरू फिल गर्छु बोतलमा. धेरै बोतल हुन्छ त्यसमा फिल गर्नु पर्यो. त्यसपछि चाहिँ नि फटाफट सुसी निगिरी बनाउनतर्फ लाग्नुपर्छ किनभने यो चाहिँ बुफे प्लस अर्डर आउने रेस्टुरेन्ट हो. सो भिडभाड पनि एकदम धेरै हुन्छ यहाँ एकदम कस्टमर फ्लो छ. सो बनाएकै हुन्छ. प्लस यो आबुरी चाहिँ यति धेरै बनाउनु पर्छ नि. यो चाहिँ 5-6 प्लेट चाहिँ नि जहिले पनि स्टकमा भइराख्नुपर्छ. सो आई किप अन मेकिङ दिस. यहाँको मान्छेहरूलाई चाहिँ एकदम मिठो लाग्ने रहेछ. अब म चाहिँ खासै यस्तोको फ्यान होइन. मलाई यो स्याल्मनहरू खासै मन पर्दैन. सो मलाई चाहिँ त्यति मन पर्दैन. तर यहाँ चाहिँ एकदम धेरै खाने रहेछ कि सबभन्दा धेरै जाने नै यही रहेछ. सो यो बनाइसकेपछि चाहिँ नि हामीहरू यसरी बुफेमा लान्छौँ र यसरी राख्छौँ सबै. प्लस यहाँ चाहिँ कफी आइसक्रिम अनि चक्लेट फाउन्टेन पनि छ. एन्ड नाउ इट्स माई लन्च टाइम. एन्ड द गुड थिङ इज यहाँ चाहिँ जे खाए पनि हामीलाई चाहिँ फ्री नै हुन्छ. सो यु क्यान इट एनिथिङ यु वान्ट. अनि खानेकुरा पनि मिठो छ ल यहाँको. एन्ड देन आई स्टार्ट माई वर्क अगेन एन्ड आई एम मेकिङ निगिरी. यहाँ चाहिँ साके भन्छ खास यसलाई. यो चाहिँ बनाएकै नै हुन्छ कि. अनि यो चाहिँ अर्डर आएको हो. अर्डर पनि टन्नै आइरहेको हुन्छ. सो यु हेभ टु बी भेरी फास्ट होइन. यहाँ खास फुर्सदै हुँदैन कि. त्यस्तै गरेर अब चाहिँ नि भोलिको लागि सबै भेजिटेबलहरू कट गर्दैछु म. एन्ड माई डे इज फिनिस्ड. म बस गरिरहेको छु. 6 बजीसम्म हो मेरो सिफ्ट चाहिँ. अनि फिनल्यान्डमा चाहिँ नि यस्तो हुन्छ बस ठ्याक्क आफ्नो स्टप आएपछि स्टप बटन दाब्नुपर्छ अनि ठ्याक्क त्यहीँ रोकिदिन्छ. सो नाउ हियर आई एम. यो चाहिँ स्टुडेन्ट अपार्टमेन्ट हो. सोइतु हामी यहाँ सरीको 1 विक जति भयो. सो नाउ आई विल गो होम एन्ड रेस्ट बिकज इट वाज भेरी टायरिङ डे. बाई बाई. सी यु.